GPA को बारेमा चाहिँ मलाई नसोध्नु होला किनभने मेरो एकदमै कम थियो। हाई, मैले इटलीमा पढिरहेको छु भनेपछि चाहिँ आई गट so many messages, so I'm trying to answer all your questions in this video. किनभने चाहिँ सबैजनासँग मेसेज गर्न ब्याक एन्ड फोर्थ गर्न चाहिँ it is physically impossible अनि मेरो एक्जाम पनि आउँदैछ, so I need to study anyway. Also before starting this video, I want to tell you म कुनै पनि कन्सल्टेन्सीमा काम गरेको हैन, मैले यसबाट केही गेन पाउने हैन. I'm just here to answer your questions. That's it. मलाई चाहिँ मेसेजमा प्लिज मेरो अप्लाई गरिदिनु भनेर चाहिँ नभन्नु, म कसैलाई पनि त्यस्तो गर्दिन सक्दिन किनभने मैले आफैले सेल्फ अप्लाई गरेको हो, सो हजुरले पनि आफै गर्नुपर्छ. सो लेट्स बिगिन. मैले मेरो ब्याचलर्स सिभिल इन्जिनियरिङमा गरेको NCIT भन्ने कलेजबाट, जुन चाहिँ पोखरा युनिभर्सिटीबाट अफिलिएटेड छ. अर्को क्वेसन चाहिँ ग्याप छ कि छैन भनेर सोध्नु भएको थियो. ग्याप छ. म 2019 मा पास आउट भएको, 2024-25 मा मैले मास्टर्स इनरोल गरेको हो भनेपछि आई हेभ अ 4 to 5 इयर्स ग्याप. मैले त्यो बेलामा चाहिँ केही नगरी बसेन, मैले चाहिँ हाइड्रो पावर कम्पनीमा एज अ सिभिल इन्जिनियर काम गरिरहेको थिएँ. म युनिभर्सिटी अफ पादुवा अथवा म युनिभर्सिटी अफ पादुवामा मास्टर्स गर्दैछु वाटर एन्ड जियोलोजिकल बेस्ड इन्जिनियरिङमा. मैले यो युनिभर्सिटीमा अप्रिल 1 मा अप्लाई गरेको थिएँ भने चाहिँ मे 7 मा चाहिँ मेरो एप्लिकेसन एक्सेप्ट भयो है भनेर आएको थियो अनि मे 27 मा चाहिँ एडमिटेड भनेर आएको थियो. किनभने त्यो बेलासम्म चाहिँ मैले आइएल्सहरुको सर्टिफिकेटहरु राख्नुपर्ने थियो अनि एक्सेप्ट गर्नुपर्ने थियो, एडमिसन फी तिर्नुपर्ने थियो. सो अ लट अफ क्राइटेरियाजहरु चाहिँ मैले कम्प्लिट गर्नु परेको थियो. एडमिटेड भयो है भनेर चाहिँ मे 27 मा इमेल आयो भने चाहिँ जुन 10 मा चाहिँ मेरो प्री इनरोलमेन्ट आएको थियो. त्यसपछि मैले भिजाको एप्लिकेसन स्टार्ट गरिहालेँ. नेपालमा चाहिँ एम्बेसी नभएको भएर इन्डियामा मात्र छ नि त, वी ओन्ली हेभ कन्सुलेट. सो कन्सुलेटमा टाउने डकुमेन्ट्सहरु डिओपी गर्नुपर्नेको थियो. दिस भिडियो इज गेटिङ टु लङ, मैले पार्ट 2 बनाउँछु. सो सी यु इन द नेक्स्ट भिडियो.